आज म दरबार घुम्न आएको छु। आज म यहाँको भ्लग बनाउँछु अनि मेरो युट्युब च्यानलमा हाल्छु। हेरेर लाइक र सब्स्क्राइब गर्नु। नमस्कार साथीहरू, म सम्यक जङ्कारकी। आज म तपाईहरुलाई लिएर आएको छु नेपालकै पुरानो र सुन्दर ठाउँ भक्तपुर दरबारका। लागौ आजको छोटो तर रमाइलो यात्रा सुरु गरौँ है त। यहाँ आइपुग्ने बित्तिकै पुरानो सहरको स्वाद भेटिन्छ। ढुङ्गाले बनेको बाटो, नेवारी घर, काठका झ्यालढोकाले यहाँको सुन्दरता झनै बढाउँछ। यो अगाडि देख्नु भएको ठाउँ हो 55 झ्याले दरबार। एक झ्याल कति सुन्दर काठले बनेका छन्, हेरिरहु जस्तो लाग्छ। यो दरबार भक्तपुरको मुख्य आकर्षण मध्ये एक हो। भक्तपुर दरबार स्क्वायर घुम्दा कला, संस्कृति र इतिहास सबै एकै ठाउँमा भेटिन्छ। तपाईहरु यहाँ आउनु भएको छैन भने एकपटक अवश्य घुम्न आउनु होला। आजको ब्लग मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद। जय नेपाल।